हाँ 12 पचार छ भन्नु त यसको समस्या के हो भने तपाईँको हेरी यसको नि पाराङ यही हो कि सानो समस्या छ क्या हेरी यहाँ जोडियो होइन यो यहाँ लक फुत्कियो यहाँको धागो फुत्कियो त्यही हो समस्या अनि यहाँ चाहिँ अहिले कस्तो छ भने हेरी यो टुप्पो चाहिँ हेरी यहाँ छिराउनु सबैको सिस्टम यस्तो आयो पहिला चाहिँ यहाँ सिलाउने लक हुन्थ्यो अहिले चाहिँ यस्तो भयो क्या यसमा गाह्रै छैन विषय तपाईँले एकदम इजी तरिकाले बनाउनु चाहिँ मैले नि अलिअलि सिलाउँथेँ अलिअलि बनाएर बेच्थेँ अनि एउटा अलिक ठुलो समस्याहरू लिएर गएको त 50 रुपियाँ भन्नुभयो है ठिकै छ 50 रुपियाँ भयो बनाउनु भने राम्रो छाता थियो क्या अनि 50 रुपियाँ दिएको त उतिखेर खोलखाल गराएर सबै खोलेर फेरि यो लास्टको एरिया घुमेको एउटा तार हुन्छ नि त्यसले सबै कराङलाई जेलेको हुन्छ नि हो त्यो फुकालेर उतिखेर बनाइदिनु भयो क्या 2 मिनटमा कलर बनाउनु 1 2 3 4 5 6 7 8 9 10 11 12 वटा रहेछ 12 वटा छ तपाईको यो बनाएर फेरि बेच्नु भयो भने अरु पनि छ क्या हामीसँग अरु पनि 15 वटा चाहिँ छ होला है एउटा प्लास्टिक त यत्रै छ ल लैजानु तपाईले गरी खानु बरा घुम्नु भयो है तपाईलाई अलिकति हुन्छ दोकान छैन दोकान कुनै साथीहरुको भाइहरुको त होला नि म बस्छ होला नि मन्दिर बोल्नु बस्दैन लैजानु ल सायद 100 रुपैयाँ पिस दियो जे होला अब बनाउँछु है होइन बनाउनु त बनाउनु पर्यो अलिअलि हल्का हल्का त तपाईँले मेहनत गर्नै पर्छ 20 रुपियाँ खर्च तरिकाले हामीलाई पो 20 रुपियाँ लिनुहुन्छ तपाईँले बनाउँदा त्यही त 10 रुपियाँ नि खर्च हुँदैन क्या तपाईँले बेचेको चाहिँ सबै फाइदा नि हो क्या मलाई अलिकति दिनु अनि अरू तपाईँ गरी खानु क्या जो पाउने मान्छे होइन ल 100 रुपैयाँ पिस भयो 1200 भयो अरू त 1200 होइन 1500 ल्याउनु ल यता सुन्नु गरी खानु के यता सुन्नु हामी पनि बनाउनु पर्छ बनाउँदा पारि अब 300 सक्दैन 25 रुपियाँको दरले 100 रुपैयाँ गरिदिनु ल जे होला पर्छ 50 मुरी होइन तपाईँलाई त जसै आउँछ नि त्यो मलाई थाहा छ मेहनत गर्नुपर्छ होइन दुःख गरेर कमाउनु त हो बसी त कसले कमाउँछ र होइन र दुःख गर्ने हो लैजानु अलिकति अब तपाईँ घुमेर दिनभरि घुम्नु भन्दा अब एउटै बेच्नु भयो भने त्यसमा फाइदा हुन्छ क्या लिँदैन मान्छेहरू भन्छ पुरानो बनाएर ल्याउँछ होइन यसरी नै राख्नु प्लास्टिकमै राख्नु खोल समेत राख्नु एउटा छुट्टै प्लास्टिकमा राखेर नयाँ छाता पनि चाहियो भने छ है भन्नु न हो त्यसरी राख्नु त्यसरी बेच्नु के यो छाता 12 बनाउँछु खोटाहरू यो मेरो सबै यो पहिला किन्दाखेरि मेरो खरिद परिस बढेको यो बिकेपछि आएको पनि सबै मूल्य त आउनु फोन गर्नु ल बाबा त मेरो त हुन्छ नि यहाँ पनि हुँदैन यही आए नि हुन्छ यही आउनु बिहानमा आउनु हुन्छ त्यो बेलामा है ल त्यसलाई यो बनाएर बेच्छु 200 रुपैयाँ पिस तपाईँले 200 रुपैयाँ पिस बेच्नु 12 पंचे 60 नभए पनि 5000 रुपियाँ कमाउनु के तपाईँले यसले 400 रुपियाँ बेच्नु के लिँदैन भन्नु भयो त्यो त चिज राम्रो छ फस्दैन तपाईँलाई फाइदै हुन्छ क्या है ल ल